जे हने बम डाक्टर आनन्द जोशी ज्यात थोयाथो हाइकु किज सफय विशेष समीक्षात्मक अले थगो बिन्तुना नजुन तयादिदा जिथन दासे बनचन डाक्टर आनन्द जोशी थोया थो समारोह नायो जो अरे जिमुपा सम्मानीय प्रधान न्यायाधीश ज्यू अरे साहित्यकार मोहन डुवाल ज्यू डाक्टर सामनाकार ज्यू श्याम दाई म्या जी दाई रहा का श्याम दाई श्याम सुंदर से जुड़ा नापानी से जा श्याम दाई म्या अमिता दक्षित युगु शुभकामना दु यु शुभादु थो कार्यक्रम विशेष महत्वपूर्ण कार्यक्रम जी सब्जेक्ट रचना छा रासानी अंतर्राष्ट्रीय हाइकु दिवस गु अप्रिल 17 यहाँ अमेरिका द हाइकु फाउन्डेसन थाव संस्था सञ्चालन विश्व तो अमेरिका द हाइकु फाउन्डेसन या नेतृत्व विश्व न्यंक हाइकु या दिवस माने या हरेक देशे जुड के मतलब सुनासन हाइकु रेउ चिरौं विषय मकु वही एकदम सशक्त माध्यम ख मनुते त चेतन सुनामी मनुते न्यपी नु विचार है न्यावंत दिशा निर्देशन है शक्ति टू हाइकु के हाइकु सोगु लाइन जको ख 575 आको गोद ख तस्को चियाको तर उयु स्ट्रेन्थ एकदम शक्तिशाली ऊर्जा पूर्ण जिचोंदु ए जोडी थो हाइकु त विकास याओ लागि जी नेपालले न हाइकु युकुस न चोल हाइजिन त युकु देया वला आ बंगु फाइ अप्रिल 17 ने जी मंका खल यलो वो यहाँ हाइकु क्यों न आयोजना यानी हाइकु दिवस अन हाइकु बना जिमसा हाइकु सम्बन्धी सूचना आदान प्रदान याना मसीका हाइकु सहल याना उकेना नु किस्म यहाँ त जिम त दिशा प्रदान जुल थोय अन्तर्राष्ट्रिय हाइकु दिवस या श्रृङ्खलाबद्ध रूप थौं जी श्याम दाइयो श्याम सुंदर सेजु यु किताब हाइकु किच नाव विमोचन जेचोमुदु थो के तस्का इम्पोर्टेंट आ थो इंटरनेशनल एन थो वनमाउ दु थो किताब छा रासानी हाइकु दिवस या उपलक्ष्य जुडी थो वेबसाइट है द हाइकु फाउंडेशन है जरूर वही दियो जी आसियानो दु उखन्यु न्यूज लगेरंगला अप्रिल 17 ने गो हाइकु दिवस धनी आओ का नेपाल है वो हाइकु दिवस ताथे है सा नेपाल ले फर्स्ट टाइम या आवे नेवा हाइकु क्यो न ख 3 वर्ष न्य वो भी लिपा तो हाइकु दिवस यो श्रृंखला बद्ध रूपे यहाँ होना ओके आठो छौ खुशी खंख हाइकु दिवस थया टाइम है तो विमोचन जुल श्याम दाई आ श्याम दाई खे सा जी उ टाइम में श्याम दाई तो जी मस्यु नापा सुरासानी तो नेपाल भाषा गद्य कविता आधुनिक कविता है उयो सुरुवात जिमसा अभियान चलेनु रुपा गद्य कविता या तो एस्टाब्लिश या उयो तो स्थापित या छापदी टाइम में गद्य तो या स्थापित या जिम तो तस्क हाथ्याते लुगा चुनौतीपूर्ण उके झिपिङ त कुमुना झिनसम्म दु झिपिङ कविता उले भाषु सचन रुपे है झिपि तर दक्ष पुलाम श्याम सुंदर से लुगा ओके हाई श्याम दाई अरे दक्ष पकड़ी में जीगा ग्रुप है झिपि जिमसा अरे गाजन दाउचा त्यो किताब पिक्ना गु गद्य कविता है फर्स्ट संग्रह ख उके थियो रिभोल्युसन हरकी गद्य त एस्टाब्लिश यात नेपाल भाषा वो स्टेप तो जिप्त सहयोग याओ जिप्त दिशा निर्देशन याओ जिप्त विचार व्यू तो कुछ ना श्याम दाई इज द लीडर
उ टाइम है जिमो लागी श्याम दाइनो थायाला एयाला जो जिपि वे दे उनुका वना एस्टाब्लिश हुलका के वेको सम बहु प्रतिभाशाली साहित्यकार चिन्तक दिशा निर्देशक वेको न कने छु यामा वन नीतिगत खेन वेको न जिप्ट प्रिदिएगा याउ थयामा त्या याउ न जिपि के गद्य कविता श्याम दाइयो विशेष थ्याब श्याम दाइयो किताब त प्याउलो तो भाषा गद्य कविता उके दक्षे यो जित कविता छु ऑक्टोपस या लामो न्यक अस्तित्व में ऑक्टोपस अस्तित्व युग मनो यो अस्तित्व गन्धु दाइयो वेको कविता मास्टरपीस कविता आटक जित इरो यामले उके वेको गद्य कविता न उले सशक्त जो अले जी हाइकु चोरी मुसुनी गाउले वे न्याज पेरु बुझास न जे नाम लाने हो चाहे 2016 साले 16 to 18 वेको न रोडी परिवार ढाउनी तो आलो परिजन ढाउ ग्रुप मिले जा कवि सम्मेलन यही जाछ न अन कविता पनि श्याम दाइन शंकर लामी छान्ना ईश्वरानन्द विश्वमा कविता हाइकु पनि के हाइकु उलेन्सेन सुजुगा तर प्याउ ओबरगा प्रकाशन मजु प्रकाशन यो पनि बजुगा एदिया वेको हाइजिन न ख यो जी मसु कविता जु ज्यात्न दिबा हाइजिन न ख यो जी सेग न के वेको विषय वेको हाइकु यो खने आठौ यो हाइकु किच तो किताब जी स्वे मले के यो भूमिकालाई जी ज्योति डाक्टर ज्योति तुलाधर चौक वेको बानाम समीक्षक होला वेको ठाउँले हेल्थ प्रब्लम जस्तो नि वेको न टाइम अफ द तर वेको यो भू समीक्षा वो एकदम बानागा श्याम दाइ विषय वेको न चोइदियो एकदम करेक्ट चोइदियो जिम हिया फोन न खजुदु ज्योति जी न छु इभ्यालुएसन एकदम करेक्ट श्याम दाइ विषय श्याम दाइ त एकदम नापा आछुरा वो हाइजिन तरम हाइजिन यो रुपे वेगन प्रूफ यादु वो खया ख ताथे भाषा तो किताब यो हाइकु त स्वयंले विषय वस्तु स्वयंले प्रकृति ओप प्रकृति थिएमा अन जीवन मनुतेव लाइफ जीवन त सोल प्रकृति सोल उयो अन्तर सम्बन्ध उयो विसंगति वेक what do you द्वन्द्व त थया किस्म वेगन यसपछि आउगा विषय वस्तु प्रकृति अले मेउ तुके अफो किवो लाइका हाइकुले किवो मन त कि हाइकु जुइ मको रह्यो जापानी तेप्राम सिद्धान्त गानु सिद्धान्त मडर्न सिद्धान्त किवो जरुरी ध्यान फुकाने प्राम सिद्धान्त हाइकु सोलासा जापान किवो मरु त हाइकु माने मया किवो रह्यो ऋतु सीजन उके रिफ्लेक्टिभ माघको झरी देउडुका माघे झरी देउडु वावै चोन असार या किस्म रिफ्लेक्टिभ कि हो अले वया 575 या 575 देउ आँखा गोक अन सोरो लाइन ठुले फ्लाउ हाइकु परम्परागत हाइकुले दैउ छु विषय वस्तु प्रकृति कि गो 575 सोरो मेरो तत्व उडी क्लियर मजु उ टाइम अले वे आधारे वे कन थुचै दिलो तर चोइदिमले वे कन एकदम बाबाना हाइकु त चोइ दिउदु हैन आ बिम्ब सोड लासान के बाबाना दुका मुख्य ना पशु पंछी ते खण्डका छ ब्याचा इमु पौ छु या अफो या दु अनवया रोसी खोला रा वे पनुटियो खोला यो सम्बन्धी नदु भुख्या जादु टुपी प्रोटेक्ट जुल बिम्ब वेको बमाला बिम्ब त नदुका बिम्ब त नकी ताउ इ ता बिम्ब तस्को बाना नु जुल अझै पुखु ज्याक आकाश स्यागु खोस थ्या बिम्ब त नदुका ओके आ थ्या दुकुदु सेबले वेको यो थो हाइकु त 204 वटा दुटुके युके मास्टरपीस हाइकु त नदु तर छौ छु आसानी थो हाइकु गुले चोल तयु ख
नापायोगा तो हाइकु परंपरागत हाइकु सिद्धांत बेस ना चोइतो थौ हाइकु मस्तेज मखेर मॉडर्न हाइकु वेर ये मॉडर्न पोइट्री राइ मॉडर्न हाइकु वोमले तत्तुते प्याङला वो प्रकृति जगह विषय वस्तु प्रकृति दिमक थौ विषय वस्तु न्याउ जिफुका छि पारिवारिक रिफु राजनीति रिफु आर्थिक रिफु न्याउ जिफु द्वन्द्व युद्ध जिफु विषयहरू सीमाहीन विषय वस्तु थौ यो मोटर आयो कि वो टेमा हेमरगा त साँच्यो म त साँच्यो अले मेरो किजी आउट गयो किजी त्यो ब्रेकिङ पोइन्ट का ब्रेक जिमले मनु तेट इम्प्रेसेगा स्ट्रेस छ न द्याट्स आर द ब्रेकिङ पोइन्ट नुनी अया ब्रेकिङ पोइन्ट अले भर सोंगु लाइने भर स्टा दे मार्यो नुरीगा अले सोलो लाइन दई हो सोलो लाइन प्रत्येक लाइन कम्प्लिट जिमा कम्प्लिट मधुर लासा भएको मको वो सोलो लाइन तो टुकड़े ना सुंगु देगा तो जी यार कि सोलो लाइन तो कि सोलो लाइन जी ए जुनी आ नु मॉडर्न हाइकुले तो सिद्धांत वेंगलो नुपति है छिम नेपाल भाषा 1130 से वो तो हाइकु आठन पेसन छौ होला परम्परागत हाइकु ठुकिरु मोडर्न हाइकु ठुकिरु विशेष छ कनेक्सन लिंक मार्नी लिंकेज ट्रान्जिसन पिरियड ताइ विता म दुलिकि म जे हाइकु ताते दामसा वो ट्रान्जिसन पिरियड थोर हाइकु रिप्रेजेन्ट आउनुगा ओके जे श्याम सुन्दर सेजु यो हाइकु इतिहास छौ अम्बर नान रिजुगा छारासन ट्रान्जिसन पिरियड यो हाइकु छन्दु दे कनेक्सन रि थन्यु अनको मखु थला डेभलप जाओ जुनी मोडर्न हाइकु फुलाउ हाइकु मोडर्न हाइकु बिचे लिंकेज ब्रिड छारासानी वेक हाइकु किरिजी राव जि नाच दे स्टेट वनदुगा फुलाउ हाइकु सिद्धान्त बेसना किरिजी तया चोडु वेगो न पप तया चोडु बिम्बटु प्रतीकटु ढासेनी मोडर्न टर्न थिउङडु तर पुरा मोडर्न रिमोफु छ ढासानी वेको कमी छु ढासानी सोलो प्रत्येक ढो पूर्ण मजुगा छलो अज्या तुङडुगा थौ अफो ढासा छु कमजोर दु तर वो बिचे ट्रान्जिशनल हट्नी आ वोमले कम्प्लिट ओके मोडर्न हाइकु त वो पुनाउ हाइकु त जोडे हाइकु जिश्याम दाइको हाइकु ख अठे थयाउ हे जे विमल ताम्राका जिनो चोयम गुडु ट्रान्जिसन पिरियड हाइकु त चाहे वेकन पुनाउ जापानी सिद्धान्त अनुसार यो कुचोडु अन बिचे वे ट्रान्जिसन आवे मोडर्न न वे ए जुनी थपेरे दे वेक अप इन कन्ट्रिब्युसन जिसो लोम के भइमगु हाइकु यो लागि आमेउ अन्तर्राष्ट्रिय क्षेत्रीय खलाउसा ताने दासा अन्तर्राष्ट्रिय न मोडर्न हाइकु वेलगा थौने जापाने न वेलगा इपिन ट्रेडिशनल अफ तर चेन्जिया मोडर्न हाइकुले वलगा वेसा मोडर्न सिद्धान्त ल वेल इन्डिया न होला दक्कु देशे वेलगा एसिया साउथ एसिया तर जीव भने अनुसार सुरासानी आ वर्ल्ड वोस साउथ एसिया यो खलाउसा जी नेपाल भाषा हाइकु टप मस्का 지금 소위드 인디아 베신 주엘라 같이 예 야타나 데이톤도 월드 사우थ एशियानी 지주엘라 जापान도 टेक्मोफुनी ए जुनी आठो हाइकुइनो ने महत्व दु अन ट्रान्जिसन पिरियड ट्रेड ओके कोने आठो वइसोमी हाइकु हाइजिन तेसो वो स्टोर मेन्टेन यामाला गु जिजुएवन आठो त्यो जापानीज भाषा न जीवन बाद्रिम गुडु हाइकु छ श्याम सुन्दर श्याम दाइ न दु जिउ न दु बिमल जिउ दु जापानीज भाषा अनबादु मेपिनु मेपे ल्याङ्ग्वेज न अनबादु ल इंग्लिश न जुदु हिन्दी न जुइम ल हिन्दी पत्रिका दकु नेवा हाइकु रिउ पत्रिका जिम सम्पिकना श्याम इन्द्रमाली हो जी सम्पादक ख के अले बिमल जिन दु जिम सम 22 अंक त पिकना नेवा हाइकु उके सम्पादक छु हिन्दी न दुका Kamboज रामेश्वर काम्बोज धामन तो हाइजिन वन सम्पादक हिंदी पार्ट न देगा इंग्लिश न दुगा पत्रिका तो कौन दुगा
통례 버리자니나 비가 뭐 해서 너 있는 말이 뭔다 애들이 아무 뒤도 나도사 다른 컨트리는 원래 육구에 왕도 버티가 아야 기스마 컨트리션 주도 게 지성 샹다이나 부 아이부터 서울 럭게 나오노 transition period तकना आया नुगेजी मा तेरे खंडला उइटा जिसम फॉलो इना वन माउडू तेरे जो विचार का आगे का यो बामाना हाइकुटा नाचना बना निकी रोंगा सुरेश जी ना दुई फोन जी ना कला बामाना हाइकुटू देवा चाय हिउ इमो खना चिलागु इमो खना चिलागु चफुंचन होला देवा चाय हिउ इमो खना चिलागु चफुंचन होला नाचा जी देनी कमजोरी टन सबै सेन्टेन्स हो देवा चाय हिउ इमो खना चिलागु चफुंचन होला अलगको मजुका हरेक लाइन देवा चाय हिउ छुदन नि हो कम्प्लिट मोक्ने इमो खना चिलागु चफुंचन होला 어제 매우 많아도 가사 원물네 가사들 비슷한 원이 줄루순이 올라 워마주비 이무 워마주비 이무 소된 거들 비 단기 워 계지르라 소된 거들 저는 컴플리트 먹가 센텐스 대야 마마나 육구에도 가요 하이쿠다 하나 부캬자 비세는 왜가 육구 죄도루 하이쿠다 팅거 부캬자도 나더니 자고 버는 수이더니 뭐 더다 먹어 더라서 먹어 더나 정도 스태츄 원도 커 더라 너니 저 특히 지랄수라사니 더더 먹으시오 더수 어스티스토에 비해서 더나 어두 왜가나 이게 마마나 없지 왜가 바게 육구 주두 지도 매우 नेपाली दाजा नेपाली न सु जित अमिताजी धाइटी जा अब म नेपालीमा केही भन्छु श्याम सुन्दर सिंहज्यू हाम्रो लागि एउटा बहुआयामिक साहित्यकार हो उहाँ एउटा चिन्तक दिशानिर्देशक उहाँ आफ्नो नीति निर्माण गर्नमा उहाँ एकदम सिपालु हुनुहुन्छ हामीले जुन अभियानहरू चलाए नयाँ कविताको उहाँको निर्देशनमै हामी सफल भयौँ हामीले एस्टाब्लिस गर्न पायौँ हाइकुमा पनि उहाँको ठुलो देन छ उहाँको विषय प्रकृति भए पनि मान्छेको जीवनसँग कति सम्बन्धित छ कति अन्तर्द्वन्द छ कति विरोधाभास छ त्यो कुरा उहाँले देखाउनु भएको छ त्यो हामीलाई ठुलो कुरा हो नयाँ हाइजिनहरूले सिक्नुपर्ने हो अन्तर सम्बन्ध कसरी हुन्छ अन्तर्विरोध अन्तर्द्वन्द कसरी एक्सप्रेस गर्न सकिन्छ उहाँको हाइकुबाट थाहा हुन्छ उहाँको पेरेटलाई रिप्रेजेन्ट गरेको छ मोडर्न पोइट्री मोडर्न हाइकु र ट्रेडिसनल हाइकुको बिचको लिङ्केज त्यो लिङ्केज नभएपछि अलग भने म मोडर्न हाइकु लेख्छु मैले त्यहाँ म ट्रेडिसन लेख्दिनँ मोडर्न हाइकु मेरो अब ट्रेडिसन लेख्ने विमलजी पनि हो पहिले अरू पनि छ है ट्युपुनजी पनि हो पहिले अब उहाँ र म त फरक छैन नि म पनि हाइजिन हो उहाँ पनि हाइजिन हो हाम्रो लिङ्केज छ लिङ्केज बिचमा त्यो कडी भन्छ नि त्यो लिङ्केज जोड्ने त्यो कडी श्याम सुन्दर सिंहको हाइटले देखाउँछ कसरी जोडिरहेछ त्यसैले रिसर्च गर्ने व्यक्तिहरू अनुसन्धान गर्ने व्यक्तिहरूले यो जरुर रिसर्च गर्नुपर्छ उहाँको महत्त्व त्यहाँ छ न त लिङ्केजै छैन मोडर्न आफ्नै टारमा गएर ट्रेडिसनल आफ्नै टारमा ग्रुप विभाजन हुन्छ त्यो एकदम ठुलो योगदान छ उहाँको हाइकु अघि धेरैले कुरा ल्याउनु भयो उहाँको अरू कृतिहरू पनि पब्लिस गर्नुपर्छ उहाँको धेरै कृतिहरू छ मलाई सुनाएको पनि थियो पहिले उहाँको अन्तरबाट एउटा निस्केको छ जुन उहाँको कविता सङ्ग्रहमा छ त्यो अन्तरबाट एकदम एक्सलेन्ट अन्तरबाट मैले ज्योतिजीलाई पनि भनेछु तपाईँ हेर्नुहोस् भनेर उहाँले हेरेर पनि भन्नुभयो यस्तो अन्तरबाट देखेको छैन यस्तो राम्रो उहाँले भन्नुभएछ न्यू पोइट्रीको सम्बन्धमा इन्टरनेसनल नेसनल
सबै नेपाली नेपाल भाषाको सबै एउटा उहाँको विचार एकदम स्ट्रेट फरवर्ड छ। उहाँ एउटा हामीलाई डाइरेक्सन दिने व्यक्ति हुनुहुन्छ भन्ने मलाई एकदम सन्तोष लाग्छ। म उहाँसँग त्यतिको कवितामा मात्र सहयात्री भएँ, हाइकुमा त हुन पाएको छैन। म बाहिर गएँ, त्यसपछि उहाँसँग सम्बन्ध त्यति भएन। उहाँ भन्दाखेरि फर्कै थिएँ म एकचोटि है, म बाहिरै थिएँ, बाहिर जब थियो मेरो बाहिरै थिएँ। अनि त्यो भएर मैले धेरै गर्न सकेँ। तर कवितामा उहाँले धेरै मलाई सिकाएर जानुभएको छ। उहाँले म किन सबभन्दा कान्छो पऱ्यो, उहाँले निर्देशन दिनुहुन्छ, यो गर्नु यो गर्नु यो गर्नु बुझाउनुहुन्छ। धेरै सिकेँ मैले उहाँबाट है। मेरो अब गार्डन जस्तै हो त्यो बेला उहाँ। अब उहाँप्रति धेरै माया र श्रद्धाञ्जली छ मेरो है। अब यो उहाँको धेरै हाइकुहरू उहाँ पनि सेलेक्सन गरेर जुन यो किताबमा समावेश गर्नुभयो टुयु फुन्जीले, त्यो धेरै सराहनीय कुरा हो। उहाँलाई बधाई दिनुपर्ने छ, किनभने त्यस्तो काम गर्न सजिलो छैन। सेलेक्सन गर्नु भनेको त्यो पनि बेस्ट हाइकु मात्र छान्ने, त्यो काम उहाँले गर्नुभएको छ। अनि उहाँको त्यो कृतिलाई किताबको रूपमा ल्याउने हाम्रो नेवा हाइकु थियो र उहाँ त्यसको नायक र छान्जे हाम्रो टुयुफुङज्यूलाई पनि म मेरो तर्फबाट धेरै धेरै धन्यवाद छ। सुगाहरू सिक्नु हो ज्या एकदमै महत्त्वपूर्ण नेवा हाइकु थियो। यो 14औं ज्या हो सन्देशना चुके हाइकु त विकास या त हाइकु सम्बन्धी छिटो वर्ल्डले यिनकिमुलाई इतिहास सुचिमु रासा त्यो किताबमा इन्डिकेट या त तिम्रो सहयोगी सुगा